साथीहरू तपाईहरूलाई चाहिँ छिनछिनमा पिसाब लाग्ने, राति सुत्दाखेरि पनि एक दुईचोटि पिसाब आउने, अनि पिसाब आइ गरेर चाहिँ झन्झटमा हुनुहुन्छ भने तपाईँले चाहिँ उहाँ दिदीले भनेको कुरा चाहिँ एकचोटि ध्यान दिएर सुन्नु होला है त। हजुरहरूलाई चाहिँ नि एकदमै छिनछिनमै पिसाब आउने छ, एकदमै सुतेको बेला पनि राति उठिरहनु पर्ने पिसाबको लागि काहीँ हिँड्न पर्दाखेरि पनि एकदमै पिसाब आएर सताइरहेको छ। र सुगरको लागि पनि सबैको लागि चाहिँ यो दबाई हो। तपाईँले के गर्नु भने यो यत्रो खालको प्याज लिनुहोस्, अनि यो प्याजको चाहिँ यो बोक्रा सोक्रा सबै निकाल्नुहोस्, अनि यसलाई चाहिँ मसिनो पारेर काट्नुहोस्। काटिसकेपछि तपाईँले त्यो मोमोमा हाल्ने जत्रो हुन्छ नि हो त्यस्तै मसिनो मसिनो गरेर काट्नुहोस्। अनि 1 गिलास पानी लिनुहोस्, यसरी के प्याज काटेर लगाइदिनुहोस्। अनि बेलुकी तपाईँले यो प्याज पानी चाहिँ यसरी भरि पारेर राखिदिनुहोस्। अनि बिहान उठेर तपाईँले यो पानीलाई चाहिँ तताएर घटाएर यतिको आधी बनाइदिनुहोस्। आधी बनाइसकेपछि यो पानी बिहान बिहान तपाईँले पिउने गर्नुभयो भने 1 हप्तासम्ममै पिउनु भयो भने चाहिँ तपाईँको एकदमै रोकिन्छ है त्यो पिसाब छिनछिनमै आउने। एकदम तपाईँहरूलाई पिसाब आएर सताइरहेको छ भने चाहिँ यसले एकदमै ठिक गर्छ। तपाईँले एकचोटि ट्राई गरेर हेर्नुहोस् त। साथीहरूले उहाँ दिदीले भन्नुभएको कुरा चाहिँ ध्यान दिएर सुन्नुभयो होला कि होइन? उहाँ दिदीले भनेको कुरालाई पनि हामीले एकचोटि गरी हेरौँ न, के थाहा हुन्छ कि होइन। जस्तै मलाई चाहिँ भएको छैन है, तर त्यस्तो हुने त्यस्तो मान्छेहरूको लागि चाहिँ अब त्यस्तो किनकि छिनछिनमा पिसाब आउने साथीहरूको लागि चाहिँ उहाँले बनाउनु भएको भिडियो सायद उहाँले पनि थाहा पाएर चाहिँ होला होइन बनाउनु भएको। यो चाहिँ युज गरेर हेर्दाखेरि चाहिँ यस्तो परिणाम चाहिँ राम्रै आएको कारणले गर्दा नै होला उहाँले चाहिँ हामीहरूलाई चाहिँ यसरी बताउनु भएको होइन। र तपाईँहरूलाई पनि त्यस्तो समस्या छ भने चाहिँ तपाईँहरूले पनि एकचोटि युज गरेर हेर्नुहोस् होइन, त्यही भन्न चाहन्छु है त। यो भिडियो चाहिँ सबैलाई सेयर गरिदिनुहोस् है, किनकि तपाईँको सेयरले उहाँहरूलाई चाहिँ समस्या भइरहेको छ भने उहाँहरू चाहिँ समस्याबाट मुक्त हुनुहुन्छ क्या, त्यही भएर है त। ओके।